हेलो साथीहरू, आज म तपाईहरुलाई चाहिँ इग्नुमा चाहिँ कसरी फर्म भर्छ र इग्नुको साइटलाई कसरी ओपन गर्छ त्यो बारेमा चाहिँ सिकाउन गइरहेको छु। सायद मैले पनि सुरुमा त बहुतै यस्तै खालके प्रब्लम्सहरु फेस गरेको थिएँ। त्यही कारणले गर्दा मलाई आज चाहिँ यो भिडियो एकदमै बनाउनु नै मन लागेर चाहिँ बनाएको र यस भिडियोलाई राम्रोसँगले हेर्नु होला। कम्प्युटरको कुनै पनि एउटा ब्राउजरमा गयो, एउटा टाइप गरौँ ignu.ac.in। यहाँ गइसकेपछि चाहिँ एउटा इन्टरफेस, अब यो चाहिँ नयाँ खालको इन्टरफेस बनाएको छ इग्नुले र यसलाई क्रस हुने यसको के उपयोगिता छैन। यसमा चाहिँ हामीलाई काम लाग्ने कुरा भनेको यहाँ परे सबै होम अबाउट छ। र काम लाग्ने कुरा स्टुडेन्ट सर्भिसमा गयो, क्लिक गर्यो र यसमा चाहिँ हामीलाई चाहिने स्टुडेन्टलाई चाहिने हरेक कुराहरू चाहिँ यहाँ इग्नुले प्रदान गरेको छ। प्रोग्रामको नाम के, प्रोग्राम भन्ने चाहिँ अब कुन चाहिँ पढ्ने यहाँ प्रोग्रामको बारेमा देखाएको छ। एडमिसनको बारेमा भन्दै यहाँ छ। चाहिने भने यो स्वयं अब यहाँबाट चाहिँ अब कतिवटा कुराहरू पढ्नु हामीले सजिलो हुन्छ। र त्यसमा चाहिँ स्वयं प्रभ च्यानल भन्ने पनि छ। यहाँ रिजल्ट हेर्नु छ, यहाँबाट क्लिक गर्यो। अब कुन चाहिँ रिजल्ट चाहिएको, अब टर्मेन्टको रिजल्ट चाहियो, ग्रेड कार्ड चाहियो, यहाँ सबै भएको हुन्छ। अब टर्मेन्टको रिजल्ट चाहियो भने यहाँबाट रिइभ्यालुएसन भन्ने पहिला चाहिँ त्यसलाई नचाहेर डिसेम्बर 24 को रिजल्ट हेऱ्यो नि, यहाँ एनरोलमेन्ट हाल्यो, आफ्नो एनरोलमेन्ट हाल्यो र चेक गर्दाखेरि सट्ट रिजल्ट यसरी देखायो। कन्भोकेसनमा अब एक्जाम सबै अब फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर सबै सकिसकेपछि अब ब्याचलरले त्यसरी नै मास्टरमा चाहिँ गएर हामीले पढ्न सक्नेछौँ। यसमा गऱ्यो तर यसपालिको सकिसकेको छ, त्यही कारण यो क्लोज, यो खोलिँदैन। डियर स्टुडेन्ट रेजिस्ट्रेसन डेट हेज बिन ओभर भनेर आउँछ। यो चाहिँ आफ्नो चाहिँ चाहेको यो नो यो स्टेटस। अब मेरो सब्जेक्ट के छ सबै देखा परिहाल्छ। अब यहाँबाट पनि ग्रेड कार्ड हेर्न सकिन्छ। यहाँ चाहिँ सबै ग्रेड कार्ड। अब यसको त अब कतिवटा कम्प्लिट भइसकेको छैन, अब सेम र 6 सेमको बाँकी रहेछ, त्यही कारण यसको इन्कम्प्लिट देखाइरहेछ, बाँकी कम्प्लिट देखाइरहेछ। असाइनमेन्टको स्टेटस छ भने यहाँबाट हेर्दा भइहाल्छ। यहाँ टुप्पाको एउटा आएको छैन रहेछ, यसको अब यिनीहरू चाहिँ आएको छैन भनेर देखाइरहेछ। नि एक्जाम फर्म चाहिँ कसरी भर्ने, त्यसमा चाहिँ एक्जामिनेसन जाने, एक्जामिनेसन गएपछि यो डायलग बक्स निक्लिन्छ, त्यसलाई क्लोज गर्ने। अब यहाँ पढ्नु छ नि, यहाँ पढ्ने होइन, यहाँ लास्ट डेट कहिले छ भर्ने समय 20 अप्रिल 2025 लास्ट डेट टेन्टेटिभ छ होइन। तर यसलाई एक्सटेन्ड पनि हुन्छ नि त, इग्नुमा त अब हामीलाई सबैलाई थाहा छ एक्सटेन्ड हुन्छ। चान्स दिन्छ इग्नुले चाहिँ भर्नको लागि चाहिँ। त्यसरी यहाँ ठक्कै डिक्लेरेसनमा टिकमा गरे, यो प्रोसिड टु फिल एक्जामिनेसन फर्ममा क्लिक गरेपछि केही गर्नु पर्दैन। यसमा गएर चाहिँ सिधै तिमीले यहाँ चाहिँ एक्जामिनेसन क्लिक गर्ने, एक्जामिनेसन क्लिक गरेपछि रेजिस्ट्रेसनमा क्लिक गर्ने। लगइन गरिरहेको थिएँ होइन, लगइन गरेको यो मेरो डाइरेक्ट खोल्यो। कसैको चाहिँ यो लगआउट भएको हुन्छ, त्यो लगआउट भएको बेलामा चाहिँ स्मार्ट पोर्टल भन्छ, यो स्मार्ट पोर्टल खोलिन्छ। त्यसमा चाहिँ युजर आइडी र पासवर्ड हाल्छ, अन्त क्याप्चा हालेपछि चाहिँ यो यस्तो खोलिन्छ। यो खोलेपछि फेरि त्यहीँ नै जाने हो। मैले फेरि क्याप्चा हालिसकेको छु, अब यसरी खोलिन्छ। त्यसमा एक्जामिनेसन जाने, यहाँ केही हेर्ने पर्दैन, यहाँ सिधै एक्जामिनेसन जाने, एक्जाम फर्म भर्नुको लागि। त्यसमा चाहिँ रेजिस्ट्रेसनमा थिच्ने, थिचिसकेपछि यो डायलग बक्स आउँछ। यसमा सेन्टर खोज्नु भने यहाँबाट सेन्टर खोज्ने होइन, यहाँबाट सेन्टर खोज्ने। त्यसपछि कोर्स कुन चाहिन्छ, अब के फिल गर्ने, यहाँबाट के आउँछ आफूलाई देखाइदिइहाल्छ। यहाँ यसरी देखाइदिइहाल्छ कोर्स चाहिँ के चाहिँ एलिजिबल छु म गर्नुमा। अब यो चाहिँ ग्रिन भनेको चाहिँ एलिजिबल, पास भइसकेको बाबु चाहिँ पी लेखिदिएको हुन्छ, यसमा चाहिँ नट एलिजिबल, यो दिनु पाउँदैन हामी। ग्रिनमा चाहिँ अब फेल छ, त्यही कारण यो दिनु पाउँछ हामी के। त्यसपछि यहाँ क्लिक फर एक्जाम फर्म जाने, यो एक्जाम फर्म यसरी आइसकेपछि यो पढ्ने, यहाँ टिक गर्ने र प्रोसिड टु फिल एक्जामिनेसन फर्ममा थिच्ने। यो टिक थ्योरीमा जति अघि ग्रीन आएको थियो यहाँ सबै देखा परेको छ। यसमा टिक गर्ने
एकचोटि यहाँ राम्रोसँग हेर्ने। रिजन मेरो सिलगढी हो। यो मैले यो सेन्टर हालेँ, विकलाङ्ग छ कि छैन भने मैले नट एप्लिकल गर्थेँ। असाइनमेन्ट सबमिसन भइसकेको छ। यहाँ जे गर्दा पनि यसै आउँछ, यस हो। यो यस गरिसकेपछि म चाहिँ भरिन्छ। त्यसपछि चाहिँ सेभ गर्ने पेमेन्ट गेटवे। अब यसरी देखा पर्छ, त्यसरी गर्दा पनि हुन्छ र फाइनल पेमेन्ट हुन्छ।